Hi guys, welcome back to Phone Editor YouTube channel. Today I am tell about the TikTok. Then Nepali is my national language, so I am going to speak in my national language Nepali. साथीहरू टिकटक हामी सबैले चलाउने गर्छौँ र टिकटकमा अहिलेलाई चाहिँ कम्युनिटी गाइडलाइन्स दिने गरेको रहेछ र कम्युनिटी गाइडलाइन्स हामीहरूले कसरी चेक गर्ने टिकटकमा अब हामी लाग्छौँ सरासर मोबाइलको स्क्रिनतर्फ। यहाँहरूलाई मोबाइलको स्क्रिन आइसकेको छ। ओके, हामी टिकटकमा आइसकेको छौँ र म टिकटक ओपन गर्छु। त्यसपछि यहाँनिर हामी तल प्रोफाइल छ, प्रोफाइलमा टच गर्छु। यो प्रोफाइलमा टच गरेपछि मेरो यो एउटा सानो बनाएको छु र त्यसपछि हामीहरू यहाँनिर टिकटक स्टुडियो भनेको छ, यो चाहिँ हामीले डाउनलोड गर्नुपर्छ। मैले पनि डाउनलोड गरेको छैन। यहाँ टिकटक स्टुडियोमा हामी टच गर्छौँ। यहाँ टिकटक स्टुडियोमा टच गरिसकेपछि यहाँनिर धेरैवटा अप्सन आउँछ। ल हेर्नु होला, यहाँनिर डाउनलोड भनेको छ, यसलाई हामीले डाउनलोड गरेर एनालाइसिसहरू हामी हेर्न सक्छौँ होइन। अनि पैसाहरू पनि यहाँबाट हामी मजाले हेर्न सक्छौँ। र यहाँनिर चेक एकाउन्ट चेक भनेको छ, यहाँनिर यो एकाउन्ट चेकमा टच गर्छौँ पहिला नम्बरमा। त्यसपछि ल हेर्नुहोस्, यहाँनिर मेरो घुमिरहेछ, यसरी चेकिङ हुँदैछ, यसरी आउँदैछ। ल हेर्नुहोस्, यसरी राइट चिन्ह आउँदैछ यहाँनिर राइट साइडमा। ल हेर्नुहोस्, यसरी ल हेर्नुहोस्, सबै राइट आउँदैछ, ग्रिन टिक आइरहेको छ। यहाँ हेर्नु होला स्क्रिनमा मजाले ग्रिन टिक आइरहेछ होइन। अब जतिवटा भिडियो छ त्यतिमा राम्रो छ भने ग्रिन टिक आउँछ र त्यहाँनिर कम्युनिटी गाइडलाइन छ भनेदेखि आउँदैन। ल हेर्नुहोस्, पोस्ट रेस्ट्रिक्टेड भनेको छ। ल हेर्नु होला यहाँनिर होइन, यस्तो खालको आएको छ। यहाँ स्क्रिनमा पनि हेर्नु होला, पोस्ट रेस्ट्रिक्सन भनेर यस्तो रेस्ट्रिक्टेड भनेर चाहिँ यो खालको आएको छ तल। अब कहाँनिर चाहिँ पोस्ट रेस्ट्रिक्टेड भएको छ त होइन, पोस्ट रेस्ट्रिक्ट। अब हामी एउटा छ, मैले थुप्रो थियो मैले डिलिट गरेको छु र यहाँनिर आएको छ। ल हेर्नुहोस्, यो यहाँनिर हामी चाहिँ यहाँनिर चाहिँ एक भनेको छ, यहाँनिर पोस्ट रेस्ट्रिक्सन तल यहाँनिर टच गर्दा एउटा छ, यहाँनिर मैले डिलिट गरेको छु। यो चाहिँ एउटा चाहिँ मैले भिडियो बनाउनु भनेर राखेको छु। यहाँ हेर्नुहोस्, यो चाहिँ आएको छ, यो खालको भिडियो मेरो ट्रेन्डिङ भिडियो भनेर आएको छ। यसमा चाहिँ होइन रेस्ट्रिक्टेड आएको छ। अब यसलाई चाहिँ के गर्ने भनेदेखि हामी ब्याक जान्छौँ, ब्याक गएर सबै पुरा ब्याक गर्छौँ। त्यसपछि यहाँनिर हामी भिडियो जान्छौँ, आफ्नो यहाँनिर प्रोफाइलको भिडियोमा जान्छौँ र चुज गर्छौँ कुन रहेछ। यहाँ रहेछ, ल हेर्नुहोस्, यो चाहिँ होइन, यसमा 47 मात्रै छ भ्युज चाहिँ। अब यसलाई हामी यहाँनिर 3 डटमा टच गर्छौँ। 3 डटमा टच गरिसकेपछि अब हाम्रो यहाँ धेरैवटा अप्सन आउँछ। त्यसपछि यो अप्सनहरू हामी यहाँबाट स्विफ्ट गर्दै जान्छौँ र लास्टमा डिलिटको अप्सन आउँछ। यहाँ डिलिटको अप्सन आएपछि यहाँनिर फेरि रेड डिलिट छ, यसलाई हामीले टच गरेपछि यो डिलिट भएर गयो। अब हामी फेरि पनि त्यो कपिराइट चेकमा जान्छौँ। अब हामी फेरि यहाँनिर टिकटक ओपन गर्छौँ। टिकटक ओपन गरेर फेरि पनि प्रोफाइलमा जान्छौँ। प्रोफाइलमा गइसकेपछि हामी यहाँनिर फेरि पनि टिकटक स्टुडियोमा टच गर्छौँ। यहाँ टच गरिसकेपछि हामी फेरि पनि यहाँनिर एकाउन्ट चेकमा टच गर्छौँ। एकाउन्ट चेकमा टच गरिसकेपछि हाम्रो फेरि पनि त्यसरी यहाँनिर फिल्टर हुन्छ। ल हेर्नुहोस्, फिल्टर भइसकेको छ, सबै ग्रिन टिक आउँदैछ। यो पुरा ग्रिन टिक आएपछि चाहिँ सबै एउटा भिडियोमा आइसकेपछि हाम्रो रेस्ट्रिक्सन हुँदैन। त्यहाँ चाहिँ एउटा रातो डेन्जरको एउटा साइन आउँछ। ल हेर्नुहोस्, हुँदैछ, यो चाहिँ मेरो जाँदैछ। अहिले चाहिँ एकदम मैले डिलिट गरेर करेक्ट गरेको छु। ल हेर्नु होला, ल हेर्नुहोस्, एकाउन्ट इज गुड स्ट्यान्डिङ भनेर ग्रिन आएको छ। पहिला कस्तो थियो, रातोमा थियो होइन, अहिले चाहिँ एकदम राम्रो छ। यसरी चाहिँ हामी आफ्नो टिकटक भिडियोमा आफ्नो एकाउन्टमा रेस्ट्रिक्टेड आएको छैन हाम्रो पोस्टमा, यसरी हामी भिडियो हेर्न सक्छौँ र रेस्ट्रिक्टेड आएको भिडियोलाई हामी डिलिट गरेर एकदम एकाउन्टलाई साफ गर्न सक्छौँ। ल हेर्नुहोस्, यो तरिकाले चट्ट यसरी एकाउन्ट इज गुड स्ट्यान्डिङ भनेर यस्तो बनाउन सक्छौँ। हस् त भाइ भाइ, टेक केयर। कस्तो लाग्यो भिडियो? यदि राम्रो लागेमा लाइक गरिदिनु होला र नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर जानुहोला। नमस्ते।